हेलो अनि नमस्ते सबैजनालाई वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म धेरै पछि भ्लग बनाउँदैछु किनकि यो वारले गर्दा चाहिँ हाम्रो रुटिन सेम भएर आएको थियो। ड्युटी गयो, घर गयो, हामी बाहिर निस्केको थिएनौँ। अनि आज र भोलि चाहिँ हाम्रो ईदको छुट्टी भयो। त्यस पछाडि चाहिँ हामी आज चाहिँ बरदुबई जाँदैछौँ खसीको मासु लिन। अनि म माइजू कोको अनि दादा मात्र आएको थियौँ किनभने अरू सबैजना चाहिँ घरमा मोमो बनाउनु हुँदैछ आज मोमो खाने भनेर। अनि हामी चाहिँ बरदुबई पुग्यौँ। बरदुबई पुग्दा चाहिँ मौसम चाहिँ एकदम राम्रो थियो, पानी सिमसिम परिरहेको थियो, हावाहरू कस्तो मजाको भइरहेको थियो क्या, अनि शीतल भइरहेको थियो। अनि हामी चाहिँ मासुको पसलमा पुग्यौँ। दादा कोको माइजू चाहिँ भित्र पसेर हुँदै थियो अनि म चाहिँ बाहिरै थिएँ। फेरि अनि भित्र के को मासु रहेछ भनेर म पनि हेर्न गएँ। अनि त्यहाँ कोकोले चाहिँ भन्नुहुँदै थियो राम्रो राम्रो मासु हालिदेऊ भनेर। अनि हामी चाहिँ सल्लाह पनि गर्दै थियौँ अब यो सक्यो डाइरेक्ट घर जाने कि के गर्ने भनेर। अनि फेरि दादाले भन्नुभयो सपिङ गर्नु छ अलिअलि भनेर। अनि हामी चाहिँ त्यहाँनिर सिटी सेन्टर छ त्यहीँनिर, अनि हामी चाहिँ त्यहाँनिर जाने भनेर अनि गयौँ। अनि दादाले पनि त्यहाँबाट चाहिँ एक सपिङ गर्नुभयो, मैले नि अलिअलि सपिङ गरेँ। त्यस पछाडि सपिङ गरेर चाहिँ हामी केही नखाइ बरदुबईमा घर गयौँ किनभने घरमा चाहिँ सबैजनाले मोमो बनाउनु हुँदै थियो। अनि हामी चाहिँ यो चाहिँ सबै भ्यू मेट्रोको भ्यू है, कस्तो राम्रो देखिन्छ क्या। अनि त्यस पछाडि हामी चाहिँ तल झर्दै थियौँ लिफ्टबाट। अनि त्यस पछाडि फेरि कोकोहरूले भन्नुभयो कि पर मार्केट गएर आउँ, सबैजना अलिअलि सामान ल्याउनु छ भन्नुभयो। अनि यहाँबाट चाहिँ पर देखेको ठाउँ हो, अनि त्यहाँ जानुपर्ने। अनि यहाँ हेर्दा चाहिँ त्यो मेट्रोबाट यहाँ परसम्म हामी जाँदैछौँ हिँडेरै। अनि त्यस पछाडि सकेर घर आयौँ। मोमो पाकिसकेको थियो अनि अचार चाहिँ मैले गएर बनाएँ। अचार पाकेपछि चाहिँ मैले एकछिन सेलाएँ अनि पिनेर चाहिँ मोमो रेडी भयो खानको लागि। दादाहरू चाहिँ खानु पनि हुँदै थियो। अनि हामीले नि खाइसकेर बेलुकाखेर पार्क घुम्न गयौँ किनकि भोलिपल्ट पनि छुट्टी थियो, ड्युटी थिएन। अनि पार्क घुम्न गयो, मौसम नि शीतल भइरहेको थियो, हावाहरू चलिरहेको थियो, दिउँसो हल्का पानी परेर। अनि त्यस पछाडि राति चाहिँ हामी घर फर्केर तास खेल्ने भन्यौँ। हामी धेरै पछि तास खेल्दै थियौँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ, टेक केयर।